दर्शकबिन्द सम्पूर्णमा नमस्कार। आज पनि हामी गुल्मी दरबार गाउँपालिका वडा नम्बर 6 फर्सुवा निवासी क्यान्सर जस्तो जटिल रोगबाट ग्रसित हुनुभई हाल भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचाररत तिला शाहको घरमा आइपुगेका छौँ। उहाँ यति बेला हस्पिटलको बेडमा हुनुहुन्छ। यहाँ गाउँ छिमेक टोल समूह व्यक्ति विभिन्न सङ्घ संस्थाहरू अहिले रकम जम्मा गर्नको लागि गाउँ गाउँ कसरी हुन्छ अभियान चलाइरहनु भएको छ। त्यसै सिलसिलामा आज गुल्मी दरबार गाउँपालिका वडा नम्बर 6 चौतर डाँडा रानीपोखरी युवा ग्रुप भनेर एउटा ग्रुप क्रिएट गरेर केही रकम भए पनि जम्मा गरेर देश विदेशबाट उहाँलाई जुन चोट परेको छ, यो परिवारमा जुन दैव लागेको छ, उहाँलाई उपचार गरेर निको बनाउनको लागि समाज पनि लागिरहेको छ। उहाँहरूले रकम जम्मा गरेर आज हामीसँग लिएर आउनु भएको छ। नारायण खत्री पनि हामी माझ हुनुहुन्छ, भरत सर हुनुहुन्छ, त्यसै गरी गणेश सर, गीता साई, शकुन्तला साई लगायत यहाँ रकम लिएर आउनु भएको छ। उक्त रकम हस्तान्तरण गर्दैछौँ हामी। म चाहिँ सहयोगी दाताहरूको नाम पढ्न चाहन्छु। नारायण खत्री धरमपानीबाट रु 1000, त्यसै गरी बसन्त गेवाली चौतर डाँडाबाट 1010, त्यसै गरी राजकुमार गेवाली चौतर डाँडाबाट रु 1010, राजिन साई चौतर डाँडाबाट हाल उहाँ विदेश हुनुहुन्छ, उहाँले 2000, त्यसै गरी रामबहादुर सारू चौतर डाँडाबाट रु 1000, गोपाल साई चौतर डाँडाबाट 1100, लक्ष्मण कार्की चिनिया पोखरीबाट रु 1500, सुशान्त शाही चौतर डाँडाबाट रु 2000, देवबहादुर परियार चौतर डाँडाबाट रु 1000, गोकुल परियार चौतर डाँडाबाट रु 1000, शिव शाह चौतर डाँडाबाट 1500, भिर विष्णु विकबाट 1000, भिर बसन्त विकबाट 1000, रिता गेवाली चौतर डाँडाबाट रु 605, सीता विश्वकर्मा बाख्रेबाट 550, त्यसै गरी पदम सूर्यवंशी गुल्मी दरबार गाउँपालिका वडा नम्बर 6 बाट 500, त्यसै गरी सुशीला नेपाली गुल्मी दरबार गाउँपालिका वडा नम्बर 6 हाल उहाँ विदेश हुनुहुन्छ, उहाँले 1100 गरेर जम्मा 18,875 रुपियाँ यहाँ आज चाहिँ रकम लिएर आउनु भएको छ। उक्त रकम हस्तान्तरण गरिदिनु हुनको लागि म नारायण खत्रीलाई म हार्दिक अनुरोध गर्दछु। जो जसले आफ्नो गाँस काटेर भए पनि आफ्नो विभिन्न चौतर डाँडा रानीपोखरी युवा ग्रुपलाई धेरै धेरै धन्यवाद। उहाँहरूको सुस्वास्थ्य दीर्घायु उत्तर प्रगतिको कामना गर्न चाहन्छौँ। उहाँहरूले जसरी सहयोग गर्नुभयो रकम उहाँको उपचारमा सहयोग हुनेछ। विभिन्न जहाँ हुनुहुन्छ, जहाँबाट हेर्दै हुनुहुन्छ, तपाईँले पनि सहयोग गर्ने तपाईँहरूलाई इच्छा लाग्यो, सहयोगको हात अगाडि बढाउन मन लाग्यो भने हामीले क्युआर राखिदिन्छौँ। पहिलो कमेन्टमा तपाईँहरूले त्यही क्युआरमा पैसा राखेर हामीलाई स्क्रिनसट पठाउन सक्नुहुनेछ भन्दै यो रकम प्रदान गरिदिनु हुनको लागि म नारायण खत्रीजीलाई अनुरोध गर्दछु र 18,875 रकम प्रदान भइसकेको छ। र केही भन्न चाहनुहुन्छ? बस्नु। सर्वप्रथम हजुरलाई पनि धन्यवाद र हाम्रो चौतर डाँडा युवा समूहका सम्पूर्ण साथीभाइहरूलाई उहाँहरूलाई पनि एकदम विशेष धन्यवाद दिन चाहन्छु। यस्तो महान कार्यमा हामी सबै एकजुट भएर यसरी सहयोग गर्न पाउँदा म एकदम खुसी पनि छु। र हामीले यस्ता कार्यहरू पहिलादेखि नै हाम्रो एउटा संस्थागत नभए तापनि हामी गाउँघरका युवाहरू मिलेर कतै दुःख पर्दाखेरि यसरी सहयोग गर्नुपर्छ है। किनभने गाउँघरमा हाम्रो मेन विशेषता भनेको के हो भने गाउँघरमा बसिसकेपछि एकले अर्कोलाई एउटा सहयोग गर्ने एउटा भावना छ क्या, जुन हाम्रो
अरू बजार क्षेत्रमा देखिँदैन, तर हाम्रो गाउँमा अझै पनि यो कुराहरू जीवितै छ। अब कसैलाई दुःख पर्दा अथवा सुख पर्दा हो, जेमा पनि हामीले हातेमालो गरेर हामी अगाडि बढिरहेका छौँ। हामीले के गर्ने कसो गर्ने र यस्ता कार्यहरू अझै पनि भोलिका दिनहरूको अन्त पनि पर्न सक्छ। यस्ता दुःख घटनाहरू यसमा पनि म एकदम पूर्ण विश्वास साथ भन्न चाहन्छु कि साथीभाइहरूले फेरि पनि साथ दिनुहुनेछ र हामी यस्तै सहयोग गर्ने कार्यक्रम फेरि अग्रसर भएर लाग्नेछौँ। हस्त, धन्यवाद। हस्, धन्यवाद सम्पूर्ण चौतारा डाँडा रानीपोखरी युवा समूह ग्रुप र आजसम्म जसले सहयोग गर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै म रामकृष्ण कणेल पनि ओझेल पर्न चाहन्छु। हस्त, नमस्कार।